2 फिटको मान्छे के त हेर क्या 2 फिटको मान्छे हेर कति 25 वर्ष पुगिसकेर पनि हामीभन्दा पनि हुँदैछन् ए आम्मा गाइज कितने महीने का नमस्कार साथीहरू आज हामी खुङरी मेलामा जाँदैछौँ ठिकै खस्यो यार खुङरी मेलामा जाँदैछौँ गाडी प्याक भएर हामी हिँडेर जाँदैछौँ हामी हाम्रो भाइहरू यी गौरव रम्जाली फरुवा रम्जाली घरबारे हामी मेला जाँदैछौँ गाइज हामी बाटोमा हिँड्दैछौँ जङ्गलको बाटोमा कति मानि 3 देखि 5-6 किलोमिटर छ होइन 8 किलोमिटरको बाटो हिँडेर जानुपर्छ गाइज साथीहरू के हो आधा बाटोमा आइपुगेको छौँ रमाइलो हुन्छ जङ्गलमा हिँड्दाखेरि ठिक हामी मेला आइसकेका छौँ गाइज खुङरीको देवीस्थान हाम्रो समीर हामी पूजा गर्ने ठाउँ आइसकेका छौँ कति धेरै हो बोकाहरू पनि तँलाई पनि तैँलाई बाँधिदिनु भएको हुन्थ्यो यार कसको हेलमेट चलायो तल बोकाहरू यहाँ बलि ल्याउने काटे खाना अझै सुरु गरेर हिँड्छ नि त हामी मन्दिरमा आइपुगेका छौँ एउटा मान्छे यहाँ यसरी बस्नु भएको छ हो बिचारा जुत्ता हेर्न लगाएको छन् यसरी पूजा गर्न मान्छे जुत्ता हेर्न लगाएको छन् के भन्नु अब मेला चाहिँ पहिला जस्तो छैन अलि सुनसानै छ को आऊ ओए को आऊ क्या खै हेरौँ न भाउजू हेरौँ न भाउजू खै क्या गुन्डा कितने महीने का कितने महीने का है खै हेरौँ कस्तो छ छैन क्या गइल ए यस्तो गरिदिउँ है यिनी गाउँको मुजी हुन् यिनी अलिक गोरो अन्डा निकालिदिउँ खै गोरै छु म कालो छैन अरे भाई तू इतना गोरा है क्या लगाता है तू पेलम लपड़ी हाँ पेलम लपड़ी हेलो गाइज अब यहाँनिर मेरो बड्डी गायब भएको अवस्था मलाई शङ्का लागिरहेको यही पक्कै यही मान्छेले उडाइदियो जस्तो लागिरहेको मलाई के हो अर्को बुढी उडाउँदै हिँड्ने हाम्रो त्यस्तो काम छैन 2 फिटको मान्छे हेर म 2 फिटको मान्छे के त हेर क्या 2 फिटको मान्छे हेर कति 25 वर्ष पुगिसकेर पनि हामीभन्दा पनि हुँदैछन् चस्मा पानीपुरी ट्राई गर्न लागेको छ कस्तो छ ए आम्मा गाइज सुनको प्लेट चाँदीको चम्मच मिठो छ एकदम मिठो सम्पर्क गर्नु 9887 8283 85 नम्बर सम्पर्क नम्बर वाह क्या राम्री हामी पानीपुरी खाइसकेका छौँ मिठो थियो राम्री केटीहरू छन् यहाँ फरफार पारेन हेर न फरफारे भर्खर 450 भन्यो 650 भन्छ यार
लालु साथे फुल छैन हामी घर जान लागिसकेका छौँ गाइज साथीहरू पहाड जत्रो दाँत भएको मान्छे हेर्नुहोस् माउन्टेन ड्यू हामीहरू घर जाँदैछौँ यस्तो अवस्था छ गाइज यस्तो अवस्था छ ब्लग आउँछ अहिले सब्सक्राइब गरेछ लाइक कमेन्ट गरेछ हामी बिच बाटोमा आइसकेको छौँ गाडीको हर्न बिग्रेको कारणले हामीले यो 80 रुपियाँ पर्ने हर्न 80 रुपियाँ पर्ने हर्न किनिसकेका छौँ हाम्रो श्री फरुवाबाद रम्जालीले बजाउँदै हुनुहुन्छ कृपया 1 2 3 गरेर बजाइदिनु ल बेसरी ल अलि बजाएर न लामो लामो बजा यस्तो राम्रो सेम गाडी ल बजा त तैँले ल यो भाइले बजाउँछ नि अब यसरी सासै निस्किन्न हाम्रो अमेरिकन भाइले बजाउँदैछ अलि बेसरी भयो हाम्रो श्री हिमाल सुनारीको झट्केलो छोरो गौरव रम्जालीले बजाउँदै हुनुहुन्छ मुन्द्रे पानी खाम न जाम्दै हिँड सकेको छ हामी अब घर जाँदैछौँ लास्ट थगेला केही मजै आएन यार आज त घुम्ने पनि खासै मजै आएन होइन मान्छे नै थिएन अब त्यस्तै भयो घुमघाम गऱ्यो आइयो टाइम पास भयो गाइज ल अर्को भ्लगमा भेटौँला बाई बाई साथीहरू बाई ल अब अर्को भ्लगमा भेट्नुपर्छ बाई